गुड मर्निङ गाइज। यो चाहिँ बुढी रापतीमा आज हामी माछा कत्रो माछा यार गाइज देख्यो। ऊ हेर्नु त्यहाँ त्यसले पनि कत्रो बाफ्रे। चाल गरेको देख्यो, भयङ्कर ठुलो छ त्यो। अब त्यो चाहिँ पर्न सम्भावना छैन होइन। अब यहाँ मेरो साथीले माछालाई आएर बनाउँदैछ। यो यो खासमा यसले यो के हो? यो यसो हेर्दा पाउरोटी जस्तो देख्छ त। यो पाउरोटी नै हो। पाउरोटीको यो अब बाहिरी पत्र त काम छैन, फुटिहाल्छ डल्लो पार्दाखेरि। त्यही भएर यसलाई निकालेर अब यो मेन पार्ट चाहिँ राखेर यसलाई अब हामी मुस्ने हो, पानीमा हल्का गिलो बनाएर। यसमा चाहिँ अब ठुल्ठुलो माछा चाहिँ आश नगरौँ, हामी अब सानो सित्रा माछाको लागि आउँदैछौँ। सित्रा माछाको चाहिँ आज ढाड सेक्ने गरी लगाइ सिद्रा माछाको आज ढाड सेक्ने रे बुढी रापतीमा। औ दाना यो मुस्न लाग्छ आँटा। हाम्रो फिसिङ गर्ने त्यहाँ औजार पनि देखाइदिनु। औजार यो रहेछ माछा मार्ने मेन बल्छी। यो यस्तो र यसको काँटा पनि देखाइदिइहालौँ। यसको काँटा चाहिँ यस्तो छ है गाइस, देखि देखिएन कि फेरि। ल काँटा यो हो। केही चाहिँदैन, मात्र 10 रुपियाँको पाउरोटी, आज दिनभरिको शिकार। ल दिनभरिलाई पुग्छ। ल यता हेरेर के अरे मात्र 10 रुपियाँको पाउरोटी रे। धेरै खर्च गर्नु पर्दैन, 10 रुपियाँको पाउरोटी ल्याएर मुसेपछि दिनभरिलाई पुग्छ यो। ल दुईजनालाई पुग्छ। ल अब अर्को के अरे अब माछा तानेको नि हेरिदिउँ नि त होइन। अहिले यो बनाएर तयार गर्छौँ, त्यसपछि माछा मार्नेलाई अब स्टार्ट गरिसकेपछि माछा कति मार्छौँ त्यसको नतिजा हेर्नै बाँकी छ। अब आज घाम लागेको भए त प्रशस्तै पर्थ्यो, घाम लागेन। अब अलिक गाह्रै हुन्छ नि माछा पार्नलाई, तैपनि सित्राको लागि त अब परिहाल्छ नि। ल ठिक छ ल। अब यो नेक्स्ट पार्टमा चाहिँ माछाको म यसमै एडिट गरेर हाल्छु। अब यो भिडियो बनाउँदा लामो बन्छ, त्यही भएर यो चाहिँ अब खोला भइहाल्यो, यहाँनिर थाप्ने।